तर यो वीरेन्द्रनगरमा अहिले जुन ग्यासको अभाव भन्ने कुरा आइरहेको छ यसमा चाहिँ के छ वास्तविक अवस्था के छ सुर्खेतको? अब जस्तो हेर्नुहोस्, अब वीरेन्द्रनगरमा अहिले उपभोक्ताहरू बिहानैदेखि लाइनमा लागेर चाहिँ ग्यासको खरिदको लागि उपभोक्ताहरूले ग्यास चाहिँ सहज रूपमा चाहिँ आफूले उपभोग गर्न नपाएको अथवा खरिद गर्न नपाएको भन्ने गुनासोहरू व्यापक छ। तर तथ्याङ्कमा हेर्नुहुन्छ भने त्यस्तो अवस्था अहिले विद्यमान चाहिँ छैन। आयात हाम्रो पूर्ण रूपमा आयात भइरहेको छ, आयातमा कुनै पनि किसिमको अवरोध छैन। अब फेरि सँगसँगै के छ त भने उपभोक्ताहरू लाइनमा हुनुहुन्छ, ग्यास त उपभोक्ताहरूले पाइराख्नु भएको छैन। अब यसमा के छ भने आम उपभोक्ताहरूले पनि अब कथम कदाचित चाहिँ आपूर्तिमै अवरोध भएर भोलि बिहान ग्यासको चाहिँ सर्टेज हुन्छ कि भन्ने किसिमले एक किसिमको उपभोक्ताहरूमा भए पनि भएको कारणले गर्दाखेरि त्यो कारणले गर्दाखेरि उपभोक्ताहरूले पनि सञ्चित गर्न राख्ने र वास्तविक उपभोक्ताहरू जोसँग अतिरिक्त सिलिन्डरहरू छैन उहाँहरूलाई चाहिँ अलिकति गाह्रो भएको अवस्था छ। किन भन्दाखेरि उहाँहरूसँग वैकल्पिक सिलिन्डर छैन, एउटै सिलिन्डर उहाँहरूले प्रयोग गरिराख्नु भएको छ र सकिँदाको दिनमा चाहिँ अवस्थामा चाहिँ नपाइएको अवस्था छ। एउटा कारण त्यो भयो। अर्को दोस्रो कारण सँगसँगै के भयो भने हामीले आजभन्दा करिब 10-15 दिन अगाडिसम्म हाफ सिलिन्डरमा हामीले भनेको 7.1 केजीमा चाहिँ हामीले बिक्री वितरण गरिरहेको थियौँ। 7.1 केजीको सकिने टाइम भनेको करिब एउटा सामान्यतया परिवारमा चाहिँ 10 देखि 12 दिन 13 दिनसम्म मात्र चाहिँ त्यो ग्यासको चाहिँ खपत चाहिँ हुन्थ्यो। अब के हो त भने त्यो फ्रिक्वेन्सी चाहिँ कसरी बढ्ने भयो भने 13 दिनमा त त्यो खाली सिलिन्डर फेरि बजारमा मार्केटमा आउने भयो नि त। अनि त्यो कारणले गर्दाखेरि पनि अब हामी अहिले 14.2 बेचिरहेको छौँ। 14.2 को चाहिँ 7.1 चाहिँ सकिएको र तत्काल चाहिँ सबै सिलिन्डरहरू एकमुष्ट रूपमा आउँदाखेरि चाहिँ अहिले बजारमा प्रभाव देखिएको हो। म आदरणीय आम उपभोक्ताहरूलाई के अनुरोध गर्छु भने नेपाल आयल निगमले पेट्रोलियम पदार्थ मुख्यतः ग्यासको आयात गर्दाखेरि इन्डियन आयल कर्पोरेसनबाट प्राप्त हुने परिणाममा र ग्यास उद्योगीहरूसँगको मौद्दातमा कुनै पनि कमी छैन र पर्याप्त मात्रामा ग्यास सिलिन्डर आएको छ। हामीले बजार अनुगमन पनि प्रभावकारी रूपमा गरिराखेकै छौँ र आम उपभोक्ताहरूले कसैले पनि बढी मूल्यमा ग्यास खरिद गर्नु परेको र बढी मूल्य लिएको अनाधिकृत रूपमा कालोबजारी भएको त्यस्तो अवस्थाको सूचनाहरू पाउनुभयो भने नजिकको स्थानीय प्रहरी अथवा जिल्ला प्रशासन कार्यालय अथवा नेपाल आयल निगममा पनि हजुरहरूले भनिदिन सक्नुहुन्छ। त्यो भयो भने हामीले प्रभावकारी रूपमा अनुगमन गरेर कृत्रिम अभाव गर्ने विरुद्धमा चाहिँ कानुन विद्यमान ऐनअनुसार कानुनी कारवाही गर्न हामीलाई सजिलो पनि हुन्छ। हामी जिल्ला प्रशासन कार्यालयले अथवा नेपाल प्रहरीले तत्सम्बन्धी कार्यहरू गर्नुहुन्छ। त्यो हिसाबले गर्दाखेरि उपभोक्ताहरू पनि अहिले चाहिँ अलिकति प्यानिक चाहिँ नहुने र आफूसँग 10-12 दिनलाई मौद्दात हुने अवस्था छ भने त्यसमा चाहिँ अतिरिक्त लाइन लाग्नलाई त्यो कष्ट चाहिँ नबेहोर्नु हुन पनि चाहिँ म अनुरोध गर्छु। र हाम्रो ग्यासको चाहिँ अब तथ्याङ्क हेर्नुहुन्छ भने अहिलेकै महिनामा पनि हाम्रो साउनको उसमा अब म्याक्सिमम चाहिँ अहिले भेरीको सिलिन्डर छ यहाँ बजारमा। अब हामीसँग आउने फेरि राप्ती, मनोकामना, रेडियन्ट, सैपाल, नेपाल ग्यास कर्णाली र भेरी होइन। अनि त्यो हिसाबमा गर्दाखेरि चाहिँ के छ भने भेरीको 2082 साल चैत्रमा 22,000 सिलिन्डर महिनामा आएको थियो, वैशाखमा 26,000 सिलिन्डर भयो, ज्येष्ठमा 32,000 सिलिन्डर भयो र असारमा चाहिँ 38,878 सिलिन्डर मध्येमा चाहिँ 1220 करिब 1300 सिलिन्डर चाहिँ फुल आएको छ। भन्नुको मतलब यसको फ्रिक्वेन्सी बढेको छ। त्यो हिसाबले गर्दाखेरि उपभोक्ताहरूलाई चाहिँ मैले नआत्तिनु हुन र मुख्य रूपमा चाहिँ बढी मूल्य तिरेर चाहिँ ग्यासको उपयोग नगर्नु हुन चाहिँ म अनुरोध गर्न चाहन्छु र हामीले आयातलाई र बिक्री वितरणलाई सहज बनाउनलाई अधिकतम प्रयत्न गरेको छौँ। कहीँ कतै त्यस्तो गुनासोहरू भयो भने तपाईँले नेपाल आयल निगम, नेपाल प्रहरी अथवा स्थानीय प्रशासनमा चाहिँ सम्पर्क गर्नु हुन समेत म अनुरोध गर्दछु। अवस्था चाहिँ